कस्तो क्यान्सल हो र तपाईँले कति वेटिङ गरायो यहाँ थाहा छ रनमा के अरे फेरि अन्त उता पछाडि पो रहेछ खोइ त नि कहाँ हो तपाईँ कहाँ त्यस्तो भनेर हुन्छ त नि लोकेसनमा बोलाएर तपाईँले तपाईँले त यहाँको पैसा तिर्नुपर्छ नि किन तपाईँले यहाँ बोलाएपछि अनि तपाईँ कहाँ हो भन्नु त होटल भेनसमा हो रणमतीको के हो र चिसको खोल लोकेसनमा बोलाएर ल भयो चढ्ने मान्छे नै गायब भयो अरे ल के भन्नु हेलो तपाईँ कहाँ हो भेनसमा हो तपाईँको होटल भेनसकै लोकेसन छ त्यही भित्र आउनु पर्ने हो तपाईँको अनि तपाईँ त्यो मेरो प्रब्लम हो कि तपाईँको प्रब्लम हो त्यो कस्तो क्यान्सल हो र तपाईँले कति वेटिङ गरायो यहाँ थाहा छ रणमती के अरे फेरि अन्त नादर्छहरू चिसको उसको नम्बर यो है के भनेर तपाईँले फेरि भन्नु त एकचोटि के बोलेको त अनि के बोलेको त नि तपाईँले अनि के बोले भर्खरै अनि तपाईँले चाहिँ लोकेसनमा बोलाएर अनि क्यान्सल गर्ने भनेर भन्न मिल्छ कि त तपाईँले यहाँको पैसा तिर्नु नि त तपाईँले यहाँको पैसा तिर्नु नि त भइहाल्यो त नि तपाईँले यहाँको पैसा तिर्नु न भइहाल्यो त कि त अगाडि नै क्यान्सल गर्नुपर्ने हो कस्तो फोकटीमा चाहिँ किन बोलाएको त त्यसो अनि कस्तो त्यो जे मनलाई त्यो गर्न पाउँछ र त्यस्तो सरी भनेर हुन्छ त नि हामी कहाँबाट आएको हुन्छ लिनलाई त्यो विचार गर्नु पर्दैन अनि त्यो अन्डरस्ट्यान्डिङ हो भनेदेखि यहाँको पैसा तिर्दिनु नि त भइहाल्यो त नि त्यही त हो नि पैसाकै कुरा हो त यहाँ सबै रातिको विषयमा सबै राइडरकै पैसाकै कुरा त हुन्छ नि के हुन्छ त नत्र अनि हो ल दुःख बुझेको भए पैसा हाल्दिनु नि त भइहाल्यो त तपाईँ फोकटमा हाल्दैन नि तपाईँको होटलको भेनस भित्रै आउँछ है म फेरि ल आइदिन्छु म ढुक्क होटल भेनस भित्रै आउँछ है फेरि तपाईँको फेरि हुन्छ भित्र आउँदा हुन्छ के अरे पैसा तिर्ने कि नतिर्ने राइड बुक गरेपछि पैसा तिर्नु पर्दैन लोकेसनमा बोलाएपछि क्यान्सल भनेर भन्न मिल्छ मान्छे तपाईँलाई जसलाई राइड बुक गरिदिएको त्यो मान्छे नै गायब भयो कि हरायो त अनि मैले के गर्ने हो त अनि यहाँको पैसा तिर्दिनु त भइहाल्यो त अनि पैसा तिरेरै हुने रहेछ ब्लक गरिदिन्छु ल म अब तपाईँलाई पनि पैसा मात्रै चाहिएर के हो यस्तो प्यारा के हो खासमा चाहिँ हुँदैन त्यस्तो सरी भनेर हुँदैन पैसा तिर्नुपर्छ हुँदैन कस्तो झुल्लाएर राखेको नि यहाँ आएर मैले कति भयो यहाँ आएको म 5 मिनट भयो फोन हानेको किन फोन पनि उठाएको थिएन नि रणमतीको छोरी जाठी यस्तो म चाहिँ भिखारीहरू हुन्छ हौ कोही त यार म चाहिँ भिखारीको नम्बर नि पब्लिस हान्नुपर्छ हेलो हेलो यहाँ पैसा तिर्नु पर्यो क्या यहाँको पैसा तिर्नु पर्यो अरू केही थाहा छैन मलाई म त्यस्तो अरू राइड साइड म हेर्दैन मलाई पैसा चाहियो यहाँको पैसा चाहियो मलाई त्यति हो त्यस्तो ब्यालेन्स मलाई मतलब भएन कि यहाँ पैसा चाहियो मलाई यहाँको पैसा चाहियो
हाल्दै हाल्दैन त्यहाँ हालिदिनु पऱ्यो, होइन भने भेटेर पैसा दिनु पऱ्यो। आउनु त आऊ यहाँ म चोकमा त्यहाँनिर हो सम्झेको कहाँनिर होला भन्नु, म त्यहीँ आउँछु ल। मलाई अँ ए भगवान् कति ल्याङ गरे हो कि त्यस्तो ल्याङ होइन, कसले ल्याङ गरेको र पहिला? मैले ल्याङ गरेको र? ए भगवान् त क्यान्सल गरिदिनुहोस् भनेर त क्यान्सल गरेर हुन्छ, यहाँ लोकेसनमा बोलाएर क्यान्सल गरेर हुन्छ। यसलाई त नन जिस्काउने फोन हानेर पख्न। चार पाँचवटा नम्बरबाट हान्छु मैले यसलाई। यसको वाट्सएप त होला नि, यसको वाट्सएपबाट भयो भने दस्छु नि मैले यसलाई। यस्तो चुतियापन्थी गर्छ नि, यस्तो चुतियापन्थी गर्छ साला साइकोहरू। मुडै अफ बनाउँछ यार।